चाहिँ बेल्जियमको एयरपोर्टमा अब लिस्बन जाँदैछु। टाइम अलिकति भएको हुनाले म चाहिँ कफी खाँदैछु। पोर्चुगल ल्यान्ड अब चाहिँ म खानाको लागि रेडी भएर जाँदैछु है सबैजना। ओदान रेस्टुरेन्टमा छ। नेपाली खाना प्योर खाँदैछ। अनि यता भाइहरू सबैजना हाम्रो खाना चाहिँ यस्तो छ। ओदान भन्ने चाहिँ एकदम फेमस रहेछ र अब हामी चाहिँ के अरे दाइ जाँदैछु। बेलेम सिन्त्रा हुँदै काबुदरोक्का जान्छ। अहिले हामी काई सूत्रमा छौं। हेलो हेलो अहिले चाहिँ सञ्जय लामै के रे एभोकाडो रे एभोकाडो आइपुगेछ है ठ्याक्कै एभोकाडो भन्छ। मलाई नि बिर्सिन्छ नाम त यहाँको। त्यहाँनिर आइपुगेछु। यहाँ चाहिँ के भन्छ रे यहाँसम्म मात्रै जमिन उता चाहिँ समुद्र। यो चाहिँ अमेरिकासम्म पुग्छ रे। यो यहाँबाट सिपमा गयो भने चाहिँ त्यही भागमा आइपुगेछौँ हामी। यस्तो छाल आछ कि यहाँ के रे यसलाई ठाउँ यो कास्काइस होइन के पो भन्छ के पो भन्ने ठाउँ हो बीच। अब त आएन त अनि ए दाइ हुनुहुन्छ भाइको लुगा सबै भिज्यो होइन त चेन्ज गर्छ हो। यहीँसम्म आएको नि छाल त आम्मा डेन्जर डेन्जर डेन्जर। तपाईँले खिचिसक्नुभयो अलिकति यस्तो दामी आएको कि बाबा। कास्काइस बीच यो चाहिँ अब मेरो उसमा हाल्छु। हेलो हेलो अलि आएको त छाल है आज धेरै आयो कि आज। त्यो के हो मान्छे हो के हो होइन त्यहाँनिर बिचतिर मान्छे हो के हो होइन के खोज्नु मान्छे त के खेलेको त्यसरी यस्तो छालमा है। छालमा घुम्ने विश्वमा सबैभन्दा ठुलो यस्तो छाल आउने ठाउँ पोर्चुगल हो। तर यहाँ होइन उता नजर यस्तो यो ब्रिज चाहिँ सेम छ भने भएन। हजुर क्यालिफोर्निया सान फ्रान्सिस्को ए सान फ्रान्सिस्को सेम ब्रिज छ अरे। गुड मर्निङ ब्रेकफास्ट हेलो हेलो हेलो। हामी चाहिँ अहिले सिन्द्रा जाँदैछु घुम्नको लागि। सबिना आँगा हेलो सबियाबुलजी नमस्कार। अनि यता सुन्तली यस्तो सही देखिन्छ कि प्लेनबाट सबै देखिसक्यो रे। आज यी सुन्तली बहिनी मलाई लिन आएको उताबाट के अरे कास्काइसबाट। अनि कसको घरमा भने यहाँ चाहिँ सबिना आँगा। नमस्ते रसोफियाबुला म चाहिँ यहाँ दिदीको घरमा यहाँ हेर्नु आजको खाना यता ज्वाइँले बनाउनु भएको सबै खाना। ज्वाइँको
सबै कला ज्वाइँकै हो यो बहिनीको भन्दा नि बहिनीले जम्मा अचार मात्रै बनाएको रे यो भनेको चाहिँ एकदम भाग्यमानी हो अनि म चाहिँ अब ठ्याक्कै खाना खान लाग्यो अब नेपाली खाना यो सुकुनीमा त मुख रसाइसक्यो रे अब ब्रेक गर्न सक्दैन भन्दै हुनुहुन्छ सबैजना ल सुरु 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 लस्सो लस्सो सुरु ए हामी दिदी बहिनीहरू यहाँ हिँड्दैछ उकालोतिर यो चाहिँ राजा रानीको दरबार हो तल मुनिबाट दरबार यो चाहिँ राजाको दरबार होइन त यो पहिलाको पुरानो राजाको दरबार दरबार घुमेर फर्किँदैछु अहिले चाहिँ हामीहरू दिदीबहिनीहरू यहाँ दरबार घुमेर झर्दैछु अहिले चाहिँ सुनपरी बहिनीको घरको लोछार खाना है यो सेलरोटी चटपट मासु अनि सेल चाहिँ सुन्तलीले बनाएको हो यहाँ चाहिँ सबै देशको झन्डाहरू फरफराइरहेको छ नेपालको झन्डा ऊ त्यहाँ छ म जुम गरेर देखाउँछु यहीँनिर नेपालको झन्डा रहेछ सबै देशको झन्डा है यो ओरेन्ते भन्ने ठाउँमा पोर्चुगलको पार्किङ 19 मिनेट भएछ बन्द भएको है हामी त्यहाँ चाहिँ पछि गयो भए चाहिँ ठिक हुने रहेछ है हेलो हेलो गुड मर्निङ फ्रम रोमा होटेल पोर्चुगल म चाहिँ यहाँ रोमा होटेलमा बसेको आज चाहिँ म नेपाल फर्किने दिन पानी पनि परिरहेको रहेछ बाहिर त्यही भएर वेदर चाहिँ अलिकति अलि यस्तो मधुरो भइरहेको अवस्था पानी नि सिमसिम परेको छ मतिर पनि आइरहेको छ पानी अहिले होटेलबाट चेकआउट हुँदैछ सबिना अब यहाँ होटेल रुममा चस्मा लगाऊ है म अहिले लाउँदिनँ म त भरे मात्रै लाउँछु म चाहिँ अहिले चाहिँ लिसबनको एयरपोर्टबाट दुबईको लागि म जाँदैछु ड्युटी फ्री चाहिँ मेरो हेलो म चाहिँ अहिले लिसबनको एयरपोर्टमा छु दुबईतिर लाग्दैछु एयरपोर्टमा म चाहिँ कफी खाने बस्छु एक्लै टाइम छ अब चाहिँ ल्यान्ड भइसक्यो हामी नेपाल दुबईबाट